साथीहरू यो भिडियो चाहिँ सबैजनाले सेयर गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सम्पूर्ण भारतीयवासीहरूको समक्ष पुर्याइदिनु होला। आदरणीय मोदीजी प्रणाम। तपाईलाई कुन शब्दले आज धन्यवाद दिउँ? श्री प्रधानमन्त्रीज्यू नरेन्द्र मोदी, जुन मेरो देश रोइरहेको अवस्थामा 3.5 करोड नेपाली दुःखमा रहेको अवस्थामा 24 घण्टा नबित्दै जुन भारतीय सरकारले चाहिँ यति अत्याधिक मात्रामा सहयोग सामग्री, खाद्य पदार्थ, लत्ता कपडा, मेडिसिन जुन सहयोग गर्नुभएको छ, यो साँच्चै नै आज एकदम यो मन भारतप्रति झुकेको छ। हामी सधैँ इन्डियालाई के कुरामा कराउँथ्यौँ हैन, हामी धेरैले कराउँथ्यौँ, तर आज इन्डियाले साँच्चै नै एउटा नेपालीलाई गुण लगाएको छ। होला हाम्रो सीमाना विवादमा होला, हरेक केही विवाद होला हैन, तर त्यो विवादलाई छोडेर आज विपद परेको अवस्थामा जुन इन्डियन सरकारले यसरी सहयोग गर्यो, त्यो सीमाना विवाद त्यसै हराएर गयो मनबाट। सबै 3.5 करोड नेपाली जनताको आज इन्डियन सरकारले मन जितेको छ। साँच्चै नै हामी नेपाल र इन्डियाको बीच सम्बन्ध भनेको रोटी र बेटीको मात्र नभई एक अर्काप्रतिको आत्मीयता, सद्भाव, माया, प्रेम, सहयोगको भावना पनि धेरै देखियो। यो गुण त हामीले भारतीय जनता र भारतीय सरकारलाई दिएर सक्दैनौँ होला, किनभने हामी उहाँहरूभन्दा निकै नै गरिब छौँ। हाम्रो क्षमता उहाँहरूभन्दा धेरै नै कम छ। तर आज एउटा असल छिमेकीको परिचय आज भारतले साँच्चै नै नेपालप्रति देखाएको छ। मैले कसम होला कहिले पनि सोचेको थिइनँ कि भारतले यसरी चाहिँ हामी नेपाललाई सहयोग गर्छ होला भनेर। तर आज साँच्चै नै 3.5 करोड नेपालीको मन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनताहरूले जित्नु भएको छ। यो त एउटा सरकारले दिएको